नमस्ते आन्टी। अनि यसपालिको भोट चाहिँ केमा दिनुहुन्छ अरे? त्यसो भए जय माटो जय देश हो त? ए अनि आन्टी म पनि त अनि हजुरसँग अब भोट माग्न आएको, म पनि माटोकै मान्छे हो। अनि त्यसो भए अब सँगै मिलेर भोट लाउन जानुपर्छ है त। अनि तर माटो भन्नुहुन्छ, माटो भन्दा पनि त माटो जस्तै राम्रो अर्को बालेन शाह हुनुहुन्छ नि त। भोटको दिनमा म आउँछु नि एरोप्लेनमा उडेर। यस्तो छ है गाउँघरमा। आज चाहिँ मैले चाहिँ नयाँ मान्छे भएर नमस्ते आन्टी भनेको, अनि सँगै भोट लाउनु जाउँ है भनेको त कहाँदेखि भेट हुन्छ पो भन्नुहुन्छ हौ। के गर्नु, साग त बारेको 3 ठाउँ 7 ठाउँ दुलो भए पछाडि बारबेर त गर्नु पर्यो कि कसो आन्टी? अन्त रमाइलो पो छ त यहाँ त। अनि आन्टी तपाईँको भिडियो हेरेर जहिले तपाईँको कान्छी छोरीले के साह्रो भोट लागेको हो भन्ने कमेन्ट गरिराखेको हुन्छ त। अनि तपाईँलाई चाहिँ यो कमेन्टको कसरी रेस्पोन्स गर्नुहुन्छ? धन्यवाद दिन्छु। भोट साह्रै लागेछ पो त विष्णुमाया पालुङजीलाई भन्नुहुन्छ त। धन्यवाद दिन्छु त्यति दे भनेको। अनि कान्छी छोरीलाई केही सन्देश छैन? के छ र, अब उ त घान्टीको अरे, म त अब माटोको। घान्टीको अरे घान्टी। अनि हस्त मामा पनि घन्टी अरे त हौ। अघि मैले सोधेको थिएँ जय माटो मामा भनेको त के को जय माटो? किलिङ किलिङ हातले बजाएर त म त घन्टी भन्नुभयो। हस्त मामा पनि घन्टीको, म त घन्टी हो घन्टी भन्दाखेरि के भन्नु पर्थ्यो अरे आमा? पछि मर्दा पनि त घान्टीको दुलोमा पस्ने होला नि, लुक्ने होला नि। त्यो अनुहार चाहिँ के गर्नुभएको? अनि के त माटो नचाहिनेले त मर्दा घान्टीमा भोट दिनेले घान्टीको दुलोमा। अनि मैले हस्त मामालाई मामा यसपालि त भोट माटोमै भनेर अलिकति मामालाई कन्भिन्स गर्दाखेरि त मामाले माटोमै दिनुहुन्थ्यो होला नि। कोही छैन बुझाउने सुझाउने, त्यही सहकारी ठगी के अरे यसपालि रवि लामी छानालाई जिताउने रहेछ बालेन शाहलाई मामाले। हर्कले जित्यो भने हामी नारा लाउनु पर्दैन? आमा हर्कले जित्यो भने पार्टी खानुपर्छ ल हामी। ल भन्नु न। ल यता जानु न, अलिक त ब्याकग्राउन्ड अलि राम्रो आएन। हर्कले जित्यो भने चाहिँ हामी पार्टी खानुपर्छ है। अनि मामालाई के भन्ने थाहा छ? के भन्ने लु भन्नु त। भन्नु होला नि अब। आमालाई अब श्रम संस्कृति पार्क घुमाउनु लानु पर्ने छ हौ। हर्क साम्पाङको हर्कले जित्यो भने चाहिँ घुमाउनु लानु पर्यो हो आमालाई। श्रम संस्कृति पार्क घुम्न गए पछाडि चाहिँ कहाँनिर फोटो खिच्ने धोको छ आमा? श्रम संस्कृति पार्क जाँदाखेरि चाहिँ कहाँनिर फोटो खिच्ने धोको छ क्या? अस्ति देख्नुभएको होइन टिकटकमा? उसको जिउँदो मूर्ति कोनी के भनेर भन्नुहुँदै थियो त। त्यहाँनिर चाहिँ फोटो खिच्नु मन छ? अलि डर बोल्नु न। अब हर्कले जितेर आए प्रधानमन्त्री भएपछि जान्छु त। अनि फोटो खिच्ने त्यहाँ उसले बनाएको त्यो पार्कमा घुम्ने होइन? उसको शालिगमा उभिएर खिच्छु। अनि खानु चाहिँ के खाने त्यहाँ? मोमो खानुपर्छ, चौचो खानुपर्छ। एक्सट्रिम
खाने रेडबुल खाने हो रेडबुल र एक्सट्रिम खानुपर्छ। सुँगुरको मासुको मोमो खाने भइगयो त। कस्तो उराठ लाग्दो। आमा भन्छ नि पहिलेको जमानामा पहिले मान्छेहरूले के भन्थे, यो चैत वैशाखमा आँपको पात झर्छ अरे, रुख बिरुवाको पात झर्छ अरे। अनि रुख बिरुवाको पातहरू झर्दाखेरि चाहिँ छोरी मान्छेलाई कस्तो पो हुन्छ अरे? छोरी नै थाहा राखेको सबैले हो। कस्तो हुन्छ? त्यति मात्र होइन हौ, अनि अर्को पनि भन्नुहुन्थ्यो त हौ। हेर्नुहोस् न साथी, यहाँ आमा काम गरेको हुनुहुन्छ। म चाहिँ यो झारहरू देखाउँदैछु। यो झार कस्तो राम्रो छ हौ, मलाई कति मनपर्छ यो झार। यो झार चाहिँ त्यो जिप्सी जस्तो लाग्छ क्या। जिप्सी भनेको के हो थाहा छ आमा? जिप्सी भनेको त्यो केटीहरूले साडीहरू लाउँदाखेरि यो यस्तो कपालमा सेतो सेतो फुल सिउरिन्छ नि, हो त्यस्तो हो क्या जिप्सी। त्यस्तो लाग्छ। अनि हाम्रो घरमा त हेर्नुहोस् न, बोडी सानो सानो बोडी फल्दैछ, सानो बोडी फल्दैछ। यी भर्खरै बच्चा तर कति धेरै फल्दैछ। यो सब्जी कहिले खानु होला ठुलो भएर? अब त यस्तो छ हौ हाम्रो गाउँहरू सबै। अनि हेर्नुहोस् न साथीहरू, अब यसपालिको भोट कसलाई दिने, के दिने भन्ने कुराहरूमा अलमल्लमा पर्न सक्नुहुन्छ होइन, तपाईँहरूको बुवा आमा पनि। अब त्यस्तै अलमल्लमा नपरोस् अथवा नपर्नुहोस् भनेर चाहिँ मैले हाम्रो आमालाई खालि हर्क साम्पाङको भिडियो, हर्क साम्पाङको टिकटक, उसले गरेको काम, उसले बोलेको कुराहरू मैले अस्तिदेखि नै देखाएको छु क्या। अनि त्यत्रो देखाउँदाखेरि आमालाई चाहिँ उसले बोलेको कुराहरू मन परेछ, उसले गरेको कामहरू कति राम्रो काम गरेको छ होइन। अनि त्यो कामहरू मन परेछ। अनि प्रायः सबै हर्क साम्पाङको बोलेको सबै मन परेछ। अनि मन परेर अहिले चाहिँ मेरो आमा पनि हर्क साम्पाङलाई भोट दिन्छु, माटोमा भोट दिन्छु भन्ने मैले बनाइसकेको छु साथीहरू। अब हजुरहरूले पनि आफ्नो आमा बुवालाई कन्भिन्स गराउनुहोस्, हर्क साम्पाङले गरेको भिडियोहरू देखाउनुहोस्, बोलेको कुराहरू देखाउनुहोस्, उसको एजेन्डाहरू के छ त्यो एजेन्डाहरू देखाउनुहोस्। अनि आमा बुवाहरूलाई कन्भिन्स गर्न सजिलो हुन्छ हामीले। त्यही भएर साथी, मैले त मेरो आमालाई कन्भिन्स गराइसकेँ। यसपालिको भोट चाहिँ हर्क साम्पाङलाई जाँदैछ हाम्रोबाट। अनि मलाई चाहिँ अब सानो सानो कुराहरू, माटो, श्रम, संस्कृति, पार्टीको केही कुराहरू आमासँग गर्न रमाइलो लाग्छ। अनि रमाइलो लाग्छ र म आमालाई के कुराहरू सोधेको गर्छु। भनेको जस्तै आमाले नसुनेको कुराहरू पनि छ भने चाहिँ म आमालाई सुनाउने पनि गर्छु होइन। अनि सोध्न रमाइलो लाग्छ क्या आमालाई, प्रश्न उत्तर गर्न रमाइलो लाग्छ। अनि त्यही भएर चाहिँ मैले आमाको भिडियोहरू चाहिँ यसरी बनाउँदैछु। अनि साथीहरू, अब हामी आमा छोरीको कुरा आजलाई यति नै। यदि तपाईँहरूलाई हाम्रो कन्भर्सेसन मनपर्छ, कुराकानी मन पर्यो भने चाहिँ कमेन्ट गर्नुहोला। बाई बाई।